हेलो गाइज, वेलकम टु माई च्यानल र मेरो च्यानलमा सबैलाई स्वागत छ। यो भिडियो हाम्रो परिवारसँग गरिएको हाइकिङको बारेमा हो। हामी तारकेश्वर महादेव मन्दिरमा दर्शन गर्न र आशीर्वाद लिन गएका थियौँ। यस यात्रामा मसँग मेरो हस्बेन्ड, मेरो छोराछोरी र मेरो बहिनी थियो। महादेव मन्दिरको बारेमा थप जानकारी जान्नका लागि भिडियो पुरा हेर्नुहोस्। Let's go, भन्दै तिमीलाई चाहिँ बोक्नु पर्छ क्या? लप्सी रहेछ, लप्सी पो पाउने रहेछ। लप्सी टन्न लिएर जानुपर्छ जस्तो छ। हेलो, खै हेलो भने खै ब्लग बनाएको नि। ल ल सब्सक्राइब गर ल। सुजेन छ है। तारकेश्वर महादेव मन्दिर काठमाडौँको उत्तरतर्फ हरियाली जङ्गलको बीचमा अवस्थित एक पवित्र र शान्त धार्मिक स्थल हो। यो मन्दिर भगवान शिव महादेवलाई समर्पित छ र विशेष गरी श्रावण महिनामा यहाँ धेरै भक्तजनहरू दर्शन गर्न आउँछन्। हाइकिङको अनुभव। तारकेश्वरसम्मको हाइकिङ निकै रमाइलो र शान्त वातावरणमा हुन्छ। बाटोभरि हरियो जङ्गल, चिसो हावा र चराहरूको आवाजले यात्रा झन् सुन्दर बनाउँछ। त्यसर्थ हाइकिङ धेरै कठिन छैन, परिवारसँग पनि सजिलै जान सकिन्छ। त्यसर्थ तारकेश्वर महादेव किन जाने त? धार्मिक आस्था र शान्ति पाउनका लागि, प्रकृतिको आनन्द लिनको लागि, परिवार वा साथीभाइहरूसँग रमाइलो समय बिताउनको लागि हजुरहरू मजाले जान सक्नुहुन्छ। हाइकिङको क्रममा मेरो 3 वर्षको बच्चाले पनि निकै रमाइलो गरेको थियो। उसले आफै हिँडेर दर्शन गर्न गएको थियो र आशीर्वाद पनि लिएको थियो। अचम्मको कुरा त के भने ऊ अलिकति पनि थाकेको थिएन। यहाँ पुग्न हामीलाई करिब 1.5 घन्टा जति समय लागेको थियो, किनकि हामीसँग सानो बच्चा पनि थियो र हामी बिस्तारै हिँडेका पनि थियौँ। नत्र भने त्यति धेरै समय लाग्दैन थियो। हामीले आराम गर्दै केही तस्बिरहरू खिच्दै र प्रकृतिको आनन्द लिँदै करिब 3 घन्टामा तारकेश्वर महादेव मन्दिर पुगेका थियौँ। कस्तो गरेर बसिरहेको भएर लड्नु लागिसक्यो बिचरा। ल बाइ बाइ। तारकेश्वर मिनी हाइकिङ ट्रेल शिवपुरी नाग अर्जुन राष्ट्रिय निकुञ्ज भित्र पर्छ। यहाँ तपाईँ आफ्नै सवारी साधन वा स्थानीय बसबाट सजिलै आउन सक्नुहुन्छ। त्यसपछि भने त्यही बाटो हिँडेर हाइकिङ सुरु गर्नुपर्ने हुन्छ। यहाँ बोर्डमा लेखिएको छ, तपाईँ शिवपुरी नाग अर्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा हुनुहुन्छ।
हामी चाहिँ यहाँबाट अब तारकेश्वर मन्दिर जाने बाटोतर्फ लाग्दैछौँ। मेरो छोरा त यति सक्रिय थियो कि ऊ अगाडि हिँड्थ्यो र बारम्बार रोकेर छिटो आउनुहोस् भनेर बोलाउँथ्यो। ऊ निकै रमाइरहेको थियो र उसलाई अलिकति पनि थकान लागेको थिएन। मेरी सानी बहिनी पनि निकै रमाइरहेकी थिइन्। उसले पनि फोटो र भिडियो लिन चाहेको भएर हामीले केही समय त्यहीँ नै आराम गऱ्यौँ र समय बितायौँ। त्यसपछि भने हामी फेरि मन्दिरतर्फको यात्रा सुरु गऱ्यौँ। हामीहरू यति धेरै एक्साइटेड थियौँ कि अब कहिले पुग्ला भनेर। त्यसै क्रममा केही सेल्फी भिडियोहरू पनि खिच्यौँ। हामी त्यहीँ पुग्न निकै उत्साहित थियौँ र मन्दिर कहिले आउने होला भन्ने सोध्दै कुरा गर्दै आफै अनुमान गर्दै मन्दिरतर्फ लाग्यौँ। केही समयको हिँडाइपछि हामी तारकेश्वर भ्यू पोइन्टमा पुग्यौँ र त्यहाँ पनि हामी एकछिन बसेर फोटो र भिडियोहरू खिच्नतर्फ लाग्यौँ। अब ओह्रालो लागेपछि हुन्थ्यो है। केही टाइम बाँकी छ। अब पुग्न लाग्यौँ। यो बतानी लिएर आएको भएर टाइम लाग्यो। 2 घन्टा भइसक्यो। मन्दिरको अब ओह्रालो मात्र उसलाई के तपाईँलाई फोन गरेको थियो? हो त पुच्ची? ल यत्रो हिँडेर बल्ल फाइनली हामी हिँड्दैछौँ यार। त्यो है उकालो ओह्रालो आमा बाटो त तपाईँ सिधैपुरी नाटोहरू राष्ट्रिय निकुञ्जमा आउनुहुन्छ भन्ने लेखिरहेको छ। हेलो गाइस, हामी तारकेश्वर मन्दिर आइपुग्न आँट्यौँ। फाइनली गेट आयो। गेट पनि आइसक्यो। ल गाइस हेरौँ। Shreyans, hi! Say hi! मेरो बडीमा जान्छ। तपाईँलाई दिन मैले धेरै खर्च गर्नु पनि भएको छ। मलाई के भन्नु भने अब तिहार अगाडि तपाईँ गर्नुहुन्छ भने त्यो बाइकमा आएर तिहार सोच्दै हिँड्यो भने त्यति हिँड्नु पर्दैन हुन्छ। So cute. अब लगभग हामी तारकेश्वर महादेव मन्दिर पुगिसक्यौँ। तारकेश्वर महादेव मन्दिरको विशेष कुरा के छ भने मन्दिर परिसर सफा, शान्त र आध्यात्मिक ऊर्जा भएको ठाउँ हो। यहाँ पुगेपछि मन हलुका र शान्त महसुस हुन्छ भने
यदि तपाईँहरूलाई छोटो र सजिलो हाइकिङसँगै धार्मिक यात्रा गर्न मन छ भने तारकेश्वर महादेव मन्दिर एकदमै राम्रो गन्तव्य हो। हर हर महादेव। गङ्गाको पानी निकै सफा थियो, त्यसैले हामीले हात मुछ्यौँ। त्यसपछि भने हामीले त्यहाँ निकै धेरै सुन्दर शिवलिङ्गहरू देख्यौँ र दर्शन गऱ्यौँ। आशीर्वाद लिइसकेपछि हामीले हाम्रो यात्रा अगाडि बढायौँ। त्यहाँ केही सिँढीहरू पनि थियो र हामी सिँढी चढ्दै उकालोतर्फ लाग्दै गयौँ। नैन सिँढीहरू त लामो थिए तर फरक पर्दैन थियो, किनभने सुन्दर प्राकृतिक र शान्त वातावरणले नै हाम्रो सबै थकानहरू भुलाइदिइसकेको थियो। तारकेश्वर महादेव मन्दिरको वास्तविकता निकै रोचक र धार्मिक दृष्टिले महत्त्वपूर्ण छ। तारकेश्वर महादेव मन्दिर भगवान शिवलाई समर्पित छ र यसको इतिहास पुरानो छ। लोककथा अनुसार यस मन्दिरको क्षेत्रमा पहिलेदेखि नै शिवजीको ध्यान र साधनाको लागि प्रसिद्ध थियो। मानिसहरूले यहाँ आएर भगवान शिवजीको पूजा, ध्यान र प्रार्थना गर्थे। कथामा भनिन्छ कि यस मन्दिरको स्थापना हुँदा यहाँको प्राकृतिक वातावरण, हरियाली र पानीको स्रोतले साधकहरूलाई शान्ति र आध्यात्मिक ऊर्जा दिने प्रेरित गरिएको थियो। मन्दिरको आसपासको क्षेत्रमा प्राचीन समयदेखि पवित्र मानिन्थ्यो र यहाँ पुग्नेहरूले मनको शान्ति र जीवनमा सकारात्मक ऊर्जा अनुभव गर्थे। आज पनि यो मन्दिर भक्तजनको लागि आस्था र शान्तिको केन्द्र हो। यहाँ खास गरी श्रावण महिनामा दर्शन गर्न धेरै मानिसहरू आउँछन्। प्रकृतिसँगै आध्यात्मिक अनुभूति लिन पनि सकिन्छ। अन्ततः हामीले तारकेश्वर महादेव मन्दिरमा आशीर्वाद लियौँ। यहाँ आउँदा मनमा अत्यन्त आशीर्वादपूर्ण ज्ञान र शान्तिको अनुभूति भयो। मुभी स्टाइलमा ल आऊ पूजा गरेपछि हामी घर फर्किन अर्को बाटोतर्फ हिँड्यौँ, जुन सजिलो थियो तर एकदमै लामो बाटो थियो। यो बाटोबाट त तपाईँ आफ्नो सवारी साधन पनि ल्याउन सक्नुहुन्छ। भनेको थिएँ कि यसरी हाम्रो तारकेश्वर महादेव मन्दिरको यात्रा अत्यन्त आशीर्वादपूर्ण, रोमाञ्चक, शान्त र सुन्दर ठाउँहरूले भरिपूर्ण थियो। फाइनली लास्ट ब्लक। अब हिँड्दैछौँ लट्ठी बोकेर। त्यत्रो हिँडेर आयो।
न बाई बाई See you now, bye bye. यो भिडियो हाम्रो तारकेश्वर महादेव मन्दिर भ्रमणको केही तस्बिर र क्लिपहरू समेटिएको छ। हामीले यस पवित्र स्थलमा पुगेर भगवान शिवको दर्शन गर्यौं र आशीर्वाद लियौं। यहाँको शान्त वातावरण, हरियाली जङ्गल र चिसो हावा र प्रकृतिको सुन्दर साँच्चीकै मन छुने किसिमको अनुभव दिन्छ। प्रत्येक क्षणले हामीलाई आध्यात्मिक ऊर्जा र मनको शान्ति प्रदान गर्यो। हामीलाई यस यात्रामा साथ दिनुभएकोमा धन्यवाद। तपाईले पनि यो भिडियो हेरेर हाम्रो आनन्द र आशीर्वादको अनुभव लिन सक्नुहुन्छ। कृपया हामीलाई समर्थन गर्न लाइक गर्नुहोस्, भिडियो सेयर गर्नुहोस् र हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। यसरी तपाईले हामीसँग पवित्र प्रकृति र आध्यात्मिक अनुभवको रमाइलो भाग लिन सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।